कहाँसम्म हो यो लाइन सोल्टी कहाँ पुग्ने हो आज म चाहिँ होइन एक राउन्ड लगाइदिन्छु ल हेलो गाइज वेलकम ब्याक टु माई च्यानल दिस इज शरद आज चाहिँ पहिलोचोटि बल्ल भ्लग निकाल्नु छु घाम बल्ल बिस्तारै राम्रो लागिरहेको होइन लेस कपाल यस्तो लामो भइसक्यो छ यार यस्तो अस्ति काटिदिएको पाल्नु पर्यो भनेको कसम सबले गाली गरिराखेको कपाल किन्नु त्यस्तो पालिस् भनेर यार मेरो कपाल तिमीहरू के खाइदिएको यार त्यस्तो नभनौँ न यार मेरो कपाललाई यार बल्ल बल्ल यस्तो पाल्नु मन छ यार मान्छेहरूले यार कराएर यार भएन यो कपाल भनेर तनाव छ फेरि गाइस मान्छेहरूलाई फेरि छुट्टै तनाव छ मेरो कपालको यार त्यसमा बाहिर जान्छु आज बाइक कुदाएको हेर्नुपर्छ यता गाइस लेट्स गो ढिलो नगरी मेरो बाइक लिनु चाहिँ पार्किङमा जानुपर्छ म त्यो पार्किङमा राखेको चाहिँ मेरो बाइक चाहिँ सधैँ त्यही पार्क गर्छु मैले त्यही न हल्का म केयर गर्छु कि बाइकको क्यामेरा पुरा फिट भइसकेको छ आज इन्स्टाबाट लगाउँदैछ घाम पनि यस्तो बवाल लागेको छ गाइस होइन भिडियो पनि बवाल आउँछ जस्तो छ साउन्ड बिग्रिएन भने चाहिँ हो माइक पनि मैले खतरा लगाएको छु लगाउनु त चेक पनि गरेको छु राम्रै आइरहेको छ अघिदेखि बेसी अहिले चाहिँ ब्याड लक भयो भने चाहिँ अब आवाज राम्रो आउँदैन कि अस्ति बनाएको नि आवाजै हाल्नु त्यही भएर मेरो बाइक यहीँ छ 20,000 तिर्नुपर्छ यार यही बाइक पार गरेको यति यार ल सिधा अगाडि जामै त अब गाइस बाइक चाहिँ यो गाइस ब्ल्याक ब्युटी नेपालको झन्डा राख्छु टक्क लाएर होइन टक्क बाइक चाहिँ यही गाइस त्यस अगाडि जाउँ अब टक्क शरद मोटर सब्सक्राइब हानिदिँदै गरौँ सबले गाइस साउन्ड पनि बवालै आउँछ होला यस्तो महँगो माइक लगाएको छु यस्तो महँगो माइक लगाएर नि आइन भने त फेरि कट्टा हानिदिन्छु भन्ने जस्तो हो नि त फेरि अब चाहिँ खतरा कुदाउनु पर्छ गाइज बाइक नकुदाएको बहुत भयो होइन एक हप्ता भयो होला यार हटमा ट्राफिक कति हो कहाँसम्म हो यो लाइन सोल्टी कहाँ पुग्ने हो आज म चाहिँ होइन एक राउन्ड लगाइदिन्छु ल तलदेखि माथिसम्म यो चाहिँ पूर्वतिरको तलदेखि माथिसम्म घुमाइदिन्छु आज गाइजहरूलाई म बवाल देखाइदिन्छु आज टाउन कस्तो छ के छ भनेर बाइकमा पहिलोचोटि गाइज अब यो फेरि अफिस छुट्टी हुने बेला भयो नि त त्यही भएर सबै गाडीको लाइन छ कि यहाँमा त्यही भएर खासै कुदाउन पाइन्न जस्तो छ यार टक्क यति बेला फेरि अफिस छुट्टी हुन्छ नि त आज मेरो ट्याक्कै बिहान 10 बजी गएको थिएँ 4 बजे छुट्टी भइहाल्यो कि अनि त्यही भन्छ अझ टक्क बुढी पनि फेरि थाकेर आउँछ फेरि 9 बजे बिहान 4 बजी गयो आज 9 बजीसम्म भन्नु थियो बुढी आउँदा चाहिँ आज टक्क पोहोरको मासु खानु मन लागेर भन्नु थियो फेरि म पोहोरको मासु पनि उतिबाट ल्याउँछु आज चाहिँ टक्क खानुपर्छ बुढीको काम चाहिँ लास्टै हेभी छ कि होइन पैसा पनि हेभी छ फेरि मेरोभन्दा खतरा कमाइदिन्छ फेरि बुढीले होइन त्यही हो अस्तिको महिना बुढीले पहिलो दिन त अब भर्खर बुढीले 2 महिना हुनु लाग्यो नि त पहिलो भन्दा चाहिँ 1 हप्ता मात्रै गरेकोले खासै पैसा आएको थिएन 1,000-1,200 मात्रै आएको थियो अनि पछिल्लो महिना चाहिँ पुरै महिना गर्न पायो त्यही न पैसा त कसम मेरोभन्दा बेसी आइदिरहेको के मैले पार्ट टाइम गर्छु र पनि होइन ऊ भएको थिएन त्यति आउँदैन बुढीको त्यति आइदिरहेको के म त दङ्ग पर्दिरहेको कसम म यति वर्ष काम गरेँ साले यति वर्षको एक्सपिरियन्स छ बुढीले हटमा कसम पुरै ट्राफिक छ त यार गाह्रो छ यार झन् यसो कुदाम भनेको यार आज 12 बज्ने होला जस्तो यार गाह्रो छ यार मलाई साइड पनि दिन्न फेरि म यता राइटतिर जाने नि त यिनीहरूको ठाउँमा साइड पनि देखाएन सोल्टीहरूले फेरि गाह्रो छ यार यस्तो ट्राफिकमा पर्छ भने यस्तो कुदाएर देखाइदिउँ भनेको गाइजहरूलाई यार म त त्यहाँ घुमाएर यतातिर बरु यता तलतिर जानु पऱ्यो यार ऊ त्यहाँ पार्किङ छ ऊ माथि लाइन देखिया त्यहाँ घुमाएर लिएर एक राउन्ड यता हान्नु पऱ्यो यार फेरि लिउँछु गाइज पुरै हुँसम्म जाम छ त यार हट यस्तो नि हुन्छ यार म त यता फेरि हुत्तीबाट युटर्न लिनु पाउँदैन क्या फेरि म त एक राउन्ड घुमाउनु पर्छ फेरि हो अब यहाँबाट यस्तो कुदाउनु पायो मजा आउँछ त कहाँ हामीलाई कहाँ पुग्छ त हौ सोल्टी यतिले त
युटर्न लिन्छु अनि फेरि बल्ल उतातिर कुदाउनु पर्ला अब त्यसरी त कहाँ हुन्छ त होइन सोल्टी यस्तो बल घाम लगाइरहे कसम फेरि पुलिसले ठटो लाग्यो फेरि किन हल्ला गरे खास बे एक्लै एक्लै भनेर चिसो आउँछ चाहिँ गाई यार के हो यस्तो फेरि यो कारले डिस्टर्ब गर्नु अगाडि अगाडि गएर नाम पुतली यो लाइन हेऱ्यो हुन्छ क्या गाई म त माथि गएपछि कोइलो पुग्थ्यो होला यो लाइन हेऱ्यो हुन्छ आम्मा म आज अर्को वेट्रोसमा जानु पर्ला जस्तो लागिरहेछ मलाई यहाँ यतातिर खासै पारा होला जस्तो लागेन मलाई नेचुरल स्विमिङ पुलतिर लगाउँ न गाईहरूलाई आज होइन हामी पोहोर साल्नु पौडी खेलेको दिनहरू अब पौडी खेल्ने दिन पनि आउँदैछ बवाल होइन अब त्यो ठाउँमा यसो लगेर जान्छु नि एक राउन्ड है गाईजहरूलाई आज पहिलो मोटो भ्लग हो भनेर अघि गाईजहरूले टाउनको सहर यो गाई अब हाम्रो यो गान्जीको सहर यदि तपाईँहरूलाई होइन लन्डनमा बसेर वाक्क दिक्क भइसक्नु गाउँहरू देखेर भनेपछि यहाँ आउँदा हुन्छ यहाँ लास्ट चिल छ 20 भनेपछि 20 10 भनेपछि 10 त्यस्तो पो छ त गाइज गाह्रो छ सोल्टी गाह्रो छ नि यिनीहरूलाई हेरिहाल्नुपर्छ यस्तो मान्छेहरू हिँड्छ हेर्नु पर्यो गाइज यो चाहिँ फिल्टर हो गाइज जो पहिला आउँछ त्यही जान्छ योमा चाहिँ जिगज्याक जस्तो हुन्छ नि फेरि यहाँहरूको यही हो समस्या गाइज यहाँको समस्या अर्को रातो आइदिन्छ फेरि बोटहरू यतातिर यस्तो बगालले पार्किङ गरे घाम लागेको छ मस्त शीतलतिर लग्दैछु म गाइजहरूलाई टेन्सन नगर्नु है त शीतलतिर यो बस पार्क गाइज यहाँको बस पार्क यो यत्रो बसहरू छ सबै सबै पार्किङबाट गाडी निकालेर सबै घर जाँदैछ अब यो गाइज भलौ चाहिँ लामै होला जस्तो छ आज घुम्दा गाइज आछि जाडो पो हुन्छ त गाइज यहाँ त यो चाहिँ बिस्तार चलाउनु पर्छ गाई यो 2 वे हो बाटो सानो छ होइन सब यिनीहरूमा पौडी खेल्न आएको मान्छेहरू पार्किङ नगरे फेरि पार्किङमा गएर यता काममा गएर के गाडीहरू यत्रो पर राखेर उता जान्छन् अब उतातिरको पार्किङ गरेर पैसा लाग्छ नि त त्यही हो किन यस्तो छ गाइज छि झाडोले हान्छ त गाइज मलाई त बुटुक यहाँ फेरि अन्डरग्राउन्ड म्युजियम पनि छ गाइज यहाँ फेरि जमिन मुनि टक्क आएर यसको भित्र है यो मिलिट्रीहरूको यसको भित्र खोलिसक्यो चाहिँ अस्ति त बन्द थियो अहिले त खोलिसक्यो चाहिँ सनराइज हेर्ने ठाउँ यही हो गाइज सनराइज हेर्नु त्यो माथि डाँडामा गएर है यही हो त्यहाँ योभन्दा पर छैन पर फर्काएर ल्याउँछु म गाइज यहाँ पनि अन्डरग्राउन्ड के रहेछ पहिला अहिले चाहिँ बन्द गरेर टक्क लाएर त्यहाँ चाहिँ घुमाउने यस्तो छ गाइज ठाउँ फोटो खिचिरहेको थिएँ बच्चीहरूले एकछिन यहाँ बसेर गाइजहरूलाई देखाइदिन्छु नि त ठाउँ ल आछि मलाई पनि जाडो भयो त गाइज खास बाइकको लागि त होइन तर फेरि यहाँ बाइक भने बाइकको लागि बाइकमै पार्क गर्नुपर्छ गाडी छैन के हुन्न होला यही हो गाइजमा कसम हुने स्विमिङ गर्ने ठाउँ हामी यही हो यसको उता पनि छ एउटा तर चाहिँ यो चाहिँ यस्तो छ दामी छ यो ठाउँ